दसैँमा हामी घर जाँदै ल आजदेखि न्यू भ्लग काजी भ्लगमा भ्लग आउन स्टार्ट हुन्छ है। हामी सेफ्टी लाएर टक्क रेडी छौँ घर जानलाई। सबैजनाहरू गाउँघर गइसक्यो। अब हामी चाहिँ अलि लेट भएको थियौँ, आज जान्छौँ हिँड्न लाग्यो घरदेखि। ल बाटोमा भेट्दै जाऊँ ल। घरमा गएर कामसाम गरिसकेँ, लिपिसकेँ, घर सरसफाइ गरिसकेँ। हाम्रो चाहिँ हल्का लेट ठिकै छ, त्यही पनि केही छैन, गएर काम गरिन्छ। अब 2 दिन घरमा भाइ चाहिँ अब हाइटमा जाने, बहिनी र म चाहिँ बाइकमा टक्क राइडिङ गर्दै सर। हाम्रो दाइ चाहिँ अटो हुनुहुन्छ राजा। ओ राजा ल थोरै तेल चाहिँ हाल्नु पर्यो बाइकमा, थोरै पेट्रोल हाल्ने छौँ हामी चाहिँ। त्यो ब्याग खस्ला जस्तो छ, ब्याग राम्रोसँग हाल न माथि। ब्याग खस्ला जस्तो छ क्या, अहिले खसेको भने तपाईँहरू आउनु टाइम लाग्ला जस्तो छ त। ल फोन गर्नु होला, फोन गर्दै। घर त जलाएछ त, जिन्जीहरूले जलाएको घर अरे पार्टी कार्यालय। यो चाहिँ एमालेको पार्टी कार्यालय भएको सब। र यो चाहिँ हाम्रो त्यो डाँडा कटेर जानुपर्छ हामी चाहिँ गाइजहरू घर लाएर। घर जाने मान्छेहरूको भिड, सबै घर जाने यो मान्छेहरू दसैँ मान्न जान लागिरहेको छ मान्छेहरू। यति धेरै गाडी लाइनका लाइन टक्क लाएर टक्क हाम्रो यो अनि ब्यारेक भन्छ, आली ब्यारेक ट्याक्क कटिसक्नु लाग्यो, कट्यौँ भनौँ भाषा। ल मैले चाहिँ अब बन्द गरेँ। कटुका क्षेत्र पिकनिक स्पोटमा आइसकेका छौँ। यहाँ देख्न सक्नुहुन्छ, यहाँ मजाको भाइब छ क्या, आनन्द छ यार। यस्तो दामी छ नि नेचर, आमा सही हो क्या। यत्तिकै भाइब छ यहाँ छ क्या सुर्खेतमा। थोरै 5 मिनट हिँड्नुपर्छ, यति मजाको चिसो हावा पाइने, ट्याका लगाएर दही चिउरा त्यही माथि आनन्दको नेचर। ट्याक्क लगाएर हामी सिधा पहिला डाँडा आइपुग्यो। पुरै भिड छ तौलतिर साइडमा, तौलतिर साइडमा पुरै भिड हो, माथितिर पनि भिड। ट्याक्कै सानो साँचुरो बाटो। हाम्रो यहाँ विश्राम हुनेछ। बाइक चाहिँ हिट भयो एकछिन, ट्याक्कै सिधा पहिला डाँडामा बाइकलाई रेस्ट गराउँदै ट्याक्क मस्तको सिन आएको हो। त्यही चाहिँ बिरामी भएर गाह्रो भएको छ यसलाई, होइन? यता हेर त, ल गाइस भन् घाउ भएको छ, बिरामी भएको छ, ज्वरो आएको छ। जग्गा हामी चाहिँ त्यही खाल्डोबाट आएको है। यही खाल्डोबाट तैँले सुर्खेत, जाजरकोट, जुम्ला, कालीकोट, डोल्पाबाट आउने मान्छेहरू यही खाल्डोमा आउने, बस्ने, पढ्ने, लेख्ने, ट्याक्क आफ्नो व्यापार बिजनेस गर्ने। जस्तै दसैँमा सबै यही बाटो हुँदै घर फर्किन्छ। हामी पनि आज फर्किँदैछौँ घर। सुर्खेत भ्याली टक्क देख्न सक्नुहुन्छ गाइजहरू। ट्याक्कै एकछिनमा हामी दैलेखको सिमाना प्रवेश गर्नेछौँ। ट्याक्कै है बसहरू हिँडिरहेछ, केटाहरू साथको ढङ्गमा झुन्डेर दसैँ बनाउनको लागि घर गइरहेछ केटाहरू। दैलेखको गुराँसै भन्ने ठाउँ हो यो।
चाहिँ एकदम सधैँ चिसो हावापानी भएको ठाउँ है एकदम बेस्ट छ। यहाँ चाहिँ चिसो हावापानी छ। के मजाको फिल छ क्या। सही हो, यो हो नि त हाम्रो मुस्ताङ जस्तो फिल भयो अहिले त्यतिखेर त। सब बसायो घर जाने मान्छेहरू मात्रै छ। छुट्टै भाइब छ क्या यार, यतिखेर छुट्टै भाइब नै फरक हुन्छ है। मर्निङ छ, बिस्तारै हिँड्नुपर्छ। है मामा घर चाहिँ यही हो हाम्रो। घर चाहिँ अलिक तल छ मामा घरको गाउँ चाहिँ यही हो भनौँ न। ट्याक्क लगाएर राम्रो छ, रमाइलो छ ठाउँ, चिसो हावापानी टक्क लगाएर। बबिता ढुङ्गेश्वर पराजुली खोला ए खाल्दो रहेछ क्या। टक्क ढुङ्गेश्वरमा आइपुग्यो। खर लगाएर खाना नास्ता के खाने होस् त ल। यहाँको चाहिँ माछा चाहिँ एकदम फेमस हुन्छ है। यहाँको चाहिँ माछा टेस्ट गर्नै पर्छ सबैजना आएर एकचोटि। खाल्डा रहेछ, खाल्डामा पर्यो के छैन बिस्तारै चिलमा जाने। यहाँनिर त अलिकति हिलो रहेछ, चिम्लिन्छ होला भन्ने डर छ है। बिस्तारै बिस्तारै लैजानुपर्छ। यहाँनिर चाहिँ तल खोला छ, यहाँनिर चाहिँ हिलो पहिरो गएको रहेछ। आउँदैछ सेफ राइट, बिस्तारै जाम। ट्याक्क लगाएर हामी चाहिँ दैलेख बजार प्रवेश गरिसक्यो है। दैलेख बजार इन्ट्री भइसक्यो है। दैलेख बजार पाल्नु भएकोमा हार्दिक स्वागत गर्दैछौँ रे। ट्याक्कै हाम्रो दैलेख बजार ट्याक्क। अब यहाँदेखि घर जान हाम्रो दैलेख बजारको दैलेख नाम कसरी भएको भनेपछि एउटा उखान छ अरे क्या। यहाँ पहिला डाँडाभरि गाई भैँसीहरू चराउने, त्यहाँका दही दुध बनाउने बस्यो अरे। अनि त्यही भएर दैलेख भएको अरे नाम भन्ने सुनेको मैले चाहिँ। त्यो डाँडाहरू पुरा हिमाल हो क्या, पुरा हिउँले ढक्कमक्क हुन्छ पछि अब दसैँपछि। यो चाहिँ नागचित्रा बनाउने ठाउँ है, महल जस्तो दरबार जस्तो छ। यो चाहिँ दैलेखको नागचित्रा बनाउने ठाउँ। जिल्ला प्रशासन कार्यालय पुग्यो। हाम्रो गाउँ चाहिँ त्यो डाँडा हो, ट्याक्कै त्यो डाँडा उता त्यहाँ हाम्रो गाउँ छ। हामी पुग्नुपर्ने त्यहाँ हो। हामी यो मध्य पहाडी राजमार्ग छोड्ने बाटो छौँ अब एकैछिनमा। हाम्रो घर जाने बाटो चाहिँ यता पुष्कर समाधि छ। पुष्कर समाजमा हाम्रो गाउँ जाने बाटो चाहिँ यही हो। अहिले चाहिँ बाटो राम्रै रहेछ यहाँ नजिक त। माथि कस्तो छ भन्ने हो, बाटो त राम्रै बनाएर रहेछ है। अस्तितिर त थिएन यस्तो, आम्मामा लास्टै खतम छ बाटो चाहिँ। बाटो चाहिँ यस्तो छ। यो चाहिँ आधी बाटोमा छौँ। अब त्यही 15 मिनटमा घर पुगिन्छ। बाटो चाहिँ एकदम अप्ठ्यारो छ होइन, भिड छ। बाइक पनि लास्टै हिट भएको छ। बहिनीलाई ज्वरो आएर कस्तो भएको छ सारा, बहिनी ज्वरो आयो।
हिँड्न सकेको छैन, बोल्न सकेको छैन। ल एकछिन घर पुगेर उतै भेटौँ है त। चाहिँ लास्ट उकालो छ अनि राम्रो छ बाटो चाहिँ, यसरी राम्रैसँग घर पुगिने भयो। अब कति 8 बजीतिर हिँडेको 12 बजे ठ्याक्कै घर गएर खाना खाइन्छौँ। त्यही हो, फाइनल्ली गाउँ आइपुग्यो। पछाडि देख्न सक्नुहुन्छ हाम्रो गाउँ। यही हाम्रो हस्पिटल चोक, जे भने नि हाम्रो चोक बजार जे भने नि ठ्याक्कै गाउँ आइपुग्यो। बस्ने गाउँ घरहरू ठ्याक्क अन्त हस्पिटल छ। यही हो ल गाउँ आइपुग्यो। अब यहाँ देखाउने छु के कस्तो छ, ट्याक्क भेट्ने छु मम्मीलाई गएर। ल होइन ट्याक्क भलको क्या भिडियो, टक्क भिडियोमा आउनुहुन्छ तपाईँ। अलि यता आउनु न, देखिनु भएन। माइलबा पसलमा कुरिबस्नु भएको रहेछ, यताउता चोकहरू सब बन्द छ आज। ल है गाइस, हाम्रो गाउँ चाहिँ देख्न सक्नुहुन्छ टक्कै यही हो। यो चाहिँ दाइको घर, यो चाहिँ हाम्रो घर, यो चाहिँ हाम्रो गाउँ। टक्क मान्छेहरूले मकै काटेर नरहेछ, अब कामै काम छ, जोत्ने खन्ने मकै काट्ने कामै काम। ल गाउँ जाने बाटो, घरसम्म गाडी पनि आउँदैन, बाइक पनि आउँदैन, हिँड्दै जानुपर्छ। यो चाहिँ यत्तिकै उ छ हाम्रो घर, हाम्रो गाउँ। यो चाहिँ हाम्रो घरमा यस्तो फलिरहेको रहेछ। ल फर्स्ट टाइम यस्तो फलिरहेको रहेछ। घर आइपुग्यो क्या अरे। मम्मी के गर्दै हुनुहुन्छ? मम्मी आज अफिस नगएर घरमै बस्नु भएको रहेछ। बाइकमा आएको मकै म त आएको थिएँ। घर पुग्यो गाइस, राम्रो नपऱ्यो है। ठिक छ मम्मी, हाल खबर? हैरान हुनुभएछ छोराछोरी नभएर मम्मी हैरान हुनुपर्छ घरमा। ट्याक्कै ल है गाइस, घर पुग्यो फाइनल्ली। सबैजनालाई ह्याप्पी दसैँ। यो भ्लग मन पऱ्यो, काजीलाई माया ममता देखाउनु होला, लाइक सेयर सब्सक्राइब गरिदिनु होला गाइस। खाना खानु पऱ्यो, भोक लाग्यो। र मैले चाहिँ भ्लग इन गरेँ। स्टे ट्युन गाइस, बाई।